अहिले तपाईहरुले यहाँ देख्नु हुँदैछ खरसाङको श्री तुलसी अधिकारीजी। उहाँ फाटक डाँडाको दुर्गा पूजासँग धेरै अगाडिदेखि सम्बन्धित हुनुहुन्थ्यो अनि उहाँले जान्नुभएको आफ्नो अनुभव तपाईहरुसँग बाँड्नु हुँदैछ। तपाईले फाटक डाँडाको बारेमा के अनुभव गर्नुभयो? फाटक भन्नाले नेपालीमा फाटक भनौं, अंग्रेजीमा गेट। त्यसबेला मलाई यस्तो लाग्थ्यो, अहिले पनि म फाटक बिर्सिन सक्दिन। फाटक सौहार्दपूर्ण, स्वच्छ वातावरण, सब बान्धु बान्धवमा एकता थियो त्यति बेला। र फाटकको दुर्गा पूजा भनेपछि एउटा खरसाङ बजारले नै माने आँखा खोलेर हेर्थे। त्यो दुर्गा पूजामा आगन्तुकहरू यहाँ श्री शिवकुमार राई वरिष्ठ साहित्यकार, त्यति बेलाका चेयरम्यान पिटलामा काका, त्यति बेलाका डाक्टर हलदार, डाक्टर कुमार, अनि साथै साथ वयोवृद्ध स्वर्गीय श्री पशुपति ब्यानर्जी सम्मको यस फाटकको पूजामा हात लिन्थ्यो। सर्वप्रथम त म फाटक आउनुको एउटा राम्रो कुरो छ। म र मेरो स्वर्गीय पिताजी लक्ष्मी प्रसाद अधिकारी धेरै वर्षसम्म हामीले मकैबारीमा दुर्गा पूजा गर्यौं। त्यो दुर्गा पूजा प्रथम थियो फाटक मकैबारीमा। र धेरै वर्ष गरिसकेपछि अचानक एक साल दुर्गा पूजा त्यहाँ नहुने भयो। दुर्गा पूजा त्यहाँ नहुने भएपछि त्यति बेला 3टा मूर्ति चाहिँ पशुपति ब्यानर्जीले, मेरो सुन्नुमा जहाँसम्म मलाई विश्वास छ, 3टा मूर्ति चाहिँ पशुपति ब्यानर्जीले अर्डर दिनुहुन्थ्यो पहिला नै। एउटा मकैबारी, एउटा फाटक र एउटा राजराजेश्वरी हललाई। त त्यहाँ पूजा नभएपछि त्यो मूर्ति कहाँ लाने? अचानक पूजा बन्द भयो। अनि उहाँले भन्नुभयो यो म फाटकलाई नै दिइहाल्छु र उहाँले मलाई भन्नुभयो त बाजे पनि मै दिन्छु र कुमारी पूजामा पनि म आएर पनि पूजा गर्नेछु भनेर उहाँले धेरै वर्षसम्म उहाँ स्वयं आएर कुमारी पूजा गर्नुहुन्थ्यो। यो अहिले तिमीले कहीँ वेबसाइटमा, अचेल वेबसाइटको युग छ, फोटोहरू खोज्यो भने कुमारी पूजा गर्दै गरेको स्वर्गीय श्री पशुपति ब्यानर्जी मकैबारी चिया बगानको मालिक स्वयंले नै यहाँ आएर पूजा गर्नुहुन्थ्यो। स्थापितको दिन पनि आउनुहुन्थ्यो, कुमारी पूजामा पनि आउनुहुन्थ्यो र हवन नवमी पूर्णाहुति पनि उहाँले नै गर्नुहुन्थ्यो। र त्यो प्रकारले यहाँ पूजा हुँदै हुँदै गयो। मैले झन्डै 23 वर्ष यहाँ पूजा गरेँ। म यहाँ मकैबारीमा पूजा गर्दाखेरि म यति सानो थिएँ, म आफैलाई पनि म भन्नु सक्दिनँ। त्यहाँ पूजामा बस्दाखेरि धोती लाउन जान्दिनँ थिएँ, धोती लाउन सक्दिनँ थिएँ। मिसेस ब्यानर्जी म्याम साहबले नै मलाई धोती लगाइदिनु भएको थियो। त्यति सानो अवस्था थियो मेरो। र अन्त त्यहाँ एकजना बङ्गाली, 2-4 जना बङ्गाली अफिसमा काम गर्ने साहेबहरू नै भनौँ, उनीहरू थिए। एकजना बुढो डे साहब भन्नेले आएर भने, ए कि एउटा पूजा त छोटो छेले दिले पूजा कि दुर्गा पूजा हो भनेर कराउनु थाले। त्यति बेला मिसेस पशुपति ब्यानर्जी आएर भन्नुभयो, दे बाबु आफ्नो चुप गरेर थाक्यो त। मैले जब मन्त्रोच्चारण गर्नु थालेपछि तिनै डे बाबुले ओरे मागो मागो भन्दै 3 खेप कराएर खुसी जताएका थिए। र त्यो पूजा, त्यसरी पूजा गर्दा गर्दै म प्रमोसन भएर भन्नु अनि उकालो आएँ, फाटकमा आएँ। फाटकमा मैले सौहार्दपूर्ण प्रेम, श्रद्धा र भक्तिसँग यहाँको मानिसहरूलाई राखेर, भाइ बहिनीहरूलाई राखेर मैले 23-24 वर्ष यहाँ पूजा गरेँ। र यहाँको पूजा गर्दा गर्दै अब आफ्नो आफ्नो टाइम हो। मेरो सायद यहाँको पूजाको दाना पानी तुरिएको थियो होला। अचानक मलाई पूजामा छुट्यो मेरो। तर मैले कहीँ खबर पाइनँ कि पूजा मलाई लाउँदैनन् भनेर। सोध्दैछु पूजा हुन्छ 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 भन्दैछन्, तर पूजा अचानक बन्द भयो मेरो हातबाट। र त्यसपछि म 2 वर्षसम्म म फेरि पनि बोलाउँछन् कि भनेर म बसेँ। त्यसपछि मैले गोर्खा जनपुस्तकालयमा पूजा प्रारम्भ गरेँ। त त्यो गोर्खा जनपुस्तकालयमा पूजा आरम्भ गरेको अर्को साल फेरि 2-4 जना यहाँका वरिष्ठहरू गएर मलाई रिक्वेस्ट गर्न थाले,
अनि वरिष्ठमा एकजना चाहिँ यहाँ अहिले पनि सिकेस्त अवस्थामा हुनुहुन्छ, बिरामी अवस्थामा हुनुहुन्छ, रानमाया गुरामा, जसलाई म फुपू भन्छु। फुपूले पनि गएर भन्नुभयो, नानी आइदिनु नि, अब त केटाहरूले भन्दैछ, म पनि रिक्वेस्ट गर्नु आएको। मैले भने फुपू 2 साल भइगयो मैले माथि पूजा गरेको, अब मलाई के अरे गोर्खा लाइब्रेरी छोड्दैन, म आउनु सक्दिनँ भनेर मैले नै अनि त्यहाँबाट बिस्तारै बिस्तारै हटाएँ। र यहाँको पूजाको अनुभव यति भयङ्कर छ। यहाँ त्यति बेला कालरात्रि हुन्थ्यो, मैले एउटा नयाँ चिज देखाउन चाहन्थेँ। कालरात्रि पूजा कसरी हुन्छ, कसरी गर्नुपर्छ। होल फाटक सुत्दैनथे। बजारबाट पनि यहाँको कालरात्रि हेर्न, मकैबारीबाट पनि यहाँको कालरात्रि पूजा हेर्नको निम्ति, कुमारी पूजाहरू हेर्नको निम्ति, कुमारी पूजा गर्नको निम्ति आउँथे। माताको अपार शक्ति थियो, यहाँको मानिसहरूमा पनि भक्ति थियो, प्रेम थियो, श्रद्धा थियो। यहाँ फुलपाती त्यस्तै प्रकारले हुन्थ्यो। फुलपाती हामी यहाँबाट फुलपाती लिइसकेपछि बजार घुम्न जान्थ्यौँ, गाउँदै बजाउँदै नाच्दै। त्यो एउटा आनन्दको दिन थियो त्यस बेलाको दुर्गा पूजा। र मैले 24 वर्षसम्म यहाँ दुर्गा पूजा कन्टिन्यू गरेँ। त्यस समयमा म यहाँ श्रीमान स्वर्गीय हरि छेत्री, जसलाई हरि सरदार भनिन्थ्यो, उनलाई भुल्न सक्दिनँ, किन उनी त्यति बेलाको टाइममा एकदम माने तागतिलो मान्छे। उहाँकोमा खाना खान्थेँ मैले, हाउजीले खुबै प्यारो गरेर खाना खुवाउँथिन्। यही जुन घरमा म अहिले बोल्दैछु त्यही घरको बाजे बोजू हुनुहुन्थ्यो, बुढो बाजे हुनुहुन्थ्यो, त्यसको पछि बाजे बोजू हुनुहुन्थ्यो। उहाँहरूले पनि खुबै प्रेम गरेर श्रद्धा गरेर मलाई बेलुका कोही कोही बेला खानामा बोलाउनुहुन्थ्यो, म यहाँ आएर पनि खान्थेँ। उहाँले पनि मलाई खुबै प्रेम श्रद्धा र भक्तिसँग आदान व्यवहार गर्नुहुन्थ्यो। मलाई पनि आफ्नै घर जस्तो लाग्थ्यो फाटक। त्यस प्रकारको मैले 24 वर्ष पूजा गरेँ मैले। र यहाँ पूजा गर्दा गर्दै तेस्रो सालमा मेरो वैवाहिक जीवनमा म पनि गाँसिएँ। यहाँ तेस्रो वर्ष भएपछि मैले विवाह गरेको। र त्यो महिना कार्तिकको महिना, त्यो साल चाहिँ कार्तिकको दसैँ परेकोले गर्दा मैले कार्तिककै टिकाकै दिन टिका लाउनु जानुपर्ने हुनाले यहाँको विसर्जन चाहिँ मैले त्यस साल भ्याइनँ। र मैले 24 वर्ष यहाँको दुर्गा पूजा गरेँ। त्यति बेला यहाँ जसले मलाई अहिले यो भिडियोग्राफी लिँदैछन् उहाँको हजुरबुवा हुनुहुन्थ्यो बिपी शर्मा। उहाँले धेरैवटा ड्रामा आएर खेल्नुहुन्थ्यो। त्यस ड्रामामा मलाई नाम त अहिले मलाई थाहा भएन, खुबै रोचक 2-3 ड्रामा गर्नुभएको थियो। साथै साथ जसले मलाई भिडियोग्राफर गर्दैछन् उनकै पिताजी विनोद शर्माजीले पनि यहाँ कलेजका आफन्त साथीहरूलाई, अहिलेका वरिष्ठ मानिसहरू भनौँ सिक्किम क्षेत्रमा, नाम बिर्सेँ मैले, आरसी पौडेलजी, उहाँहरूले पनि आएर यहाँ ड्रामा गर्नुभएको थियो। त्यसमा पनि मैले पनि त्यो ड्रामामा पनि भाग लिएको थिएँ। र फेरि पछि पनि मैले धेरैवटा यहाँ ड्रामाहरूमा भाग लिएँ, जस्तै बुद्धम शरणम गच्छामि। त्यति बेला यहाँ अनबु राईको मिसेसले मलाई एउटा प्राइज पनि दिनुभएको थियो। र मैले त्यसरी यहाँको दुर्गा पूजा 24 वर्षसम्म चलाएँ। र अहिले पनि म फाटकलाई भुल्न सक्दिनँ। फाटकलाई जहिले पनि म उकालो ओह्रालो गर्दा त्यही दुर्गा पूजाकै याद आउँछ। मेरोमा भित्री एक किसिमको छाप छ। फाटक र मकैबारीलाई म भुल्न सक्दिनँ, किनभने म त्यहाँबाट स्टार्ट भएको, प्रमोसन भएर यहाँ आएँ। अझै प्रमोसन भएर भनौँ म जनपुस्तकालय, गोर्खा जनपुस्तकालयमा अहिलेसम्म स्थित छु। झन्डै त्यहाँ पनि 20-21 वर्ष भइसक्यो। यति भन्दै म यहाँ नानीलाई भिडियोग्राफर गरिदिएकोमा धन्यवाद दिन्छु। हुन्छ।